नेपालमा गणतन्त्र आएको पनि 17 वर्ष भइसकेछ र यति कम समयमा 13 पटक सरकार बदलिसकेको छ। कसैको कार्यकाल 6 महिनाको थियो त कसैको 3 वर्षको। कसैले पनि आफ्नो फुल टर्म पूरा गर्नै सकेनन् या भनौं गरेनन्। आउनुहोस् आज हामीले यो भिडियोमा जान्ने छौं यो 17 वर्षमा को कति पटक प्रधानमन्त्री बन्यो र कसको कार्यकाल कति थियो। नेपालमा राजशाहीको अन्त्य 2065 साल ज्येष्ठ 15 गते भएको थियो। त्यसपछि त प्रधानमन्त्री यसरी बदलिन्छन् मानौ देशलाई प्रधानमन्त्रीको खाँचो होइन, प्रधानमन्त्रीलाई देशको खाँचो छ। सबै प्रधानमन्त्री देश बनाउन भन्दा पनि आफ्नो भेष बनाउनतिर लाग्छन्। राजशाहीको अन्त्यपछि 2065 सालमा पहिलो प्रधानमन्त्री बनेका थिए पुष्पकमल दाहाल यानि कि प्रचण्डे र उनको पहिलो टर्म थियो 9 महिना, मात्र 9 महिनाको। र दोस्रो प्रधानमन्त्री बनेका थिए माधव कुमार नेपाल। माधव कुमार नेपालको कार्यकाल 1 वर्ष 8 महिनाको मात्र थियो। र तेस्रो प्रधानमन्त्री थिए झलनाथ खनाल। झलनाथ खनालले 6 महिना 23 दिन सरकार चलाउन सफल रहेका थिए। र चौथा प्रधानमन्त्री बनेका थिए बाबुराम भट्टराई। बाबुराम भट्टराईको कार्यकाल 1 वर्ष 6 महिनाको थियो। र पाँचौं प्रधानमन्त्री बनेका थिए खिलराज रेग्मी। खिलराज रेग्मीको कार्यकाल 10 महिनाको मात्र थियो। र छैटौं प्रधानमन्त्री बनेका थिए सुशील कोइराला। सुशील कोइरालाको कार्यकाल 1 वर्ष 8 महिनाको मात्र थियो। 6 पटक प्रधानमन्त्री बदलिसकेपछि 7औं पटकमा इन्ट्री हुन्छ केपी शर्मा ओलीको र यिनको पहिलो कार्यकाल 9 महिनाको मात्र थियो। र 8वां प्रधानमन्त्री बन्छन् पुष्पकमल दाहाल यानि कि प्रचण्डे र यिनको दोस्रो टर्मको कार्यकाल पनि त्यति लामो हुँदैन, 10 महिनाको मात्र हुन्छ। र 9वां प्रधानमन्त्री बनेका थिए शेरबहादुर देउवा र यिनको कार्यकाल 8 महिनाको मात्र थियो। 9वां प्रधानमन्त्री बन्छन् अगेन केपी शर्मा ओली र यिनको दोस्रो टर्मको कार्यकाल 3 वर्ष 4 महिनाको थियो। र 11औं प्रधानमन्त्री बन्छन् अगेन शेरबहादुर देउवा। शेरबहादुर देउवाको कार्यकाल 1 वर्ष 4 महिनाको थियो। र 12औं प्रधानमन्त्री बन्छन् पुष्पकमल दाहाल यानि कि प्रचण्डे र यिनको तेस्रो टर्मको कार्यकाल 1 वर्ष 6 महिनाको थियो। अगेन 2024 मा तेस्रो पटक प्रधानमन्त्री बन्छन् केपी शर्मा ओली र यिनको कार्यकाल जारी नै छ। अर्को प्रधानमन्त्री कति समयपछि बन्ने हो र को बन्छ त्यो त समयले नै बताउला।